म भन्न चाहन्छु सम्पत्ति छानबिन गर्ने अरे एकपल्ट होइन 10 पल्ट गरेर सम्पत्ति छानबिन। म सोध्न चाहन्छु मन्त्रीजीहरू, तपाईँहरूको सम्पत्ति छानबिन गरौँ? आँट गर्नुहुन्छ आफ्नै सम्पत्ति छानबिन गराउने? अब यस्तै अहिले बनाए जस्तै आयोग बनाउन पाउनुभयो भने त गराउनु होला। मजाको छ, पहिले नै केपीओलीलाई समाउनु पर्छ, थुन्नु पर्छ, मुद्दा लाउनु पर्छ, जखाउनु पर्छ भन्नेहरूको आयोग बनाएर गजबको ड्रामा गर्नुभएको छ। ड्रामा पहिले नै केपीओली समाउनु पर्छ, थुन्नु पर्छ भन्ने मान्छेहरूको आयोग बनाएर छानबिन गरेर प्रतिवेदन दिएको नाटक गर्ने अनि त्यो प्रतिवेदनका आधारमा अगाडि बढ्यो भन्ने नाटक गर्ने। यस्ता नाटक नेकपा एमालेलाई मन्जुर छैन, स्वीकार्य छैन। मैले मसिनो भाषामा भनेको छु यो स्वीकार्य छैन भनेर, तर बुझ्नुहोस् तपाईँहरू